हेलो गाइज, आफ्टर लङ टाइम फेरि हामी भ्लग बनाउँदैछौँ। इट्स मी योर गाई पोरोरो। र आज चाहिँ हामी ह्याकाथनको लागि बुटवल जाँदैछौँ। अगाडिबाट मैले बनाउनु पाइनँ, इन्टरभ्यू गरिसकेको छ। हामी 4जना केटाहरू भइसकेको छौँ। नाइट बस जाँदैछौँ बुटवलको लागि। अनि मिटा और गाई सन्दीप एके ब्याक इन डेभलपर 2जना टोलीहरू उता छन्। यही हो साथी? हजुर हजुर। खोइ छिरम गाई ट्याक्सी आइसक्यो, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी स्याट्टा पाराले जान्छौँ। ओइ मेरो हात भाँच्यो। डिकी खोल्नुपर्छ होला एकचोटि। ओइ डिकी खोल्नु लगाउन एकचोटि। डिकी खोल्नुपर्छ। फाइनली हामी चाहिँ ट्याक्सी चढिसकेका छौँ गाइज। अब हामी वे टु बस पार्क। अब हामी नाइट बसमा हामी यहाँबाट सरर जाँदैछौँ। केटाहरू अलरेडी यहाँ छन्। डेटा प्याक मैले ल्याएको छु। मैले पनि ल्याएको साथी। सिधै गयो नि हुन्छ दाइ। कतिको ल्याउँछ? चल्नेसम्म गर्लफ्रेन्ड भइसकेपछि कति गाह्रो हुन्छ भने यसलाई थाहा हुन्छ। अब यसको चाहिँ भर्खर लभ पर्या हो। अनि त्यसपछि यसको युट्युब च्यानल नै छैन, तर यसले भ्लग बनाइरहेछ। युट्युब च्यानल छ भाइ। 1000 सब्सक्राइबर ब्रो। ए हो निसलले हालेछ, मैले नै हाल्दै त म एडजस्ट गरिदिउँला। भइसक्यो। हातले जम्मै छेक्यो मलाई। स्पाइडरम्यान पक एकचोटि हेर्छु। उल्टो भयो के हो बब्बाल। पक म स्टार्ट गरिदिन्छु है त। स्टार्ट भइसक्यो। ए भइसक्यो। मैले सिकिसकेँ गाइज अब भ्लग बनाउनलाई। यसरी चाहिँ म खतरा भ्लग बनाउने एउटा हुन्छ। जिन्दगी यसरी केटाहरूले चाहिँ त्यो सिकाइरहेछ। राम्रै छ साथी तिम्रो गिम्बल खै गिम्बल ल्याएन सेट यार। उसलाई मैले घरसम्म छोडिदिएको नि। साथी मलाई है तलै छोड्यो नि। किन साथी घरसम्म छोडिदिँदैन? मलाई केही सामान किन्नु छ अरे। के किन्छौ? खानेकुरा किन्छौ भनेको नि। म आफूले थाहा छैन के किन्छु, तर किन्न चाहिँ किन्छु क्या उसले। मोमो खाँदैछौँ। सिट आएर त बिहिबार हो नि। बेलुका भइसक्यो, हाम्रो डुबिसक्यो मिल्छ। होइन यो चाहिँ मम्मीले भन्दा हाम्रो डुबेपछि मिल्छ भन्थ्यो। ल गाइस, 1 प्लेट मोमो, 2 प्लेट मोमो। योर मोमो लभर इज कमिङ टु बुटवल एके झोल मोमो भन्थे म। तातो किमा क्या मिठो छ, जुसी वाट्टा फुट्छ। बालाजीको नयाँ बसमा छौँ हामी। यो भ्लगरले चाहिँ अब यहाँनिर भ्युवर्सको लागि भन्दा पनि उसको प्यारो एकलौटी भ्युवर्सको लागि बनाउँदैछ। हाम्रो बेस्ट टु यता छन् सम्धी। अहिले चाहिँ हामी यहाँनिर ट्यागको खाजाको लागि बन्दैछौँ। गाडी आउनलाई आधी घन्टा बाँकी छ र इट्स अल गाइज। सो यसरी भ्लग गर्नु पर्यो म। यसरी भन्दा पनि यसरी चाहिँ गर्नु पर्ला यार। म कस्तो अप्ठ्यारो हुँदो रहेछ यार। क्यामेरा दामी हुन्छ, त्यसरी नै होल्ड गर्नु। गाह्रो हुँदो रहेछ यार। यसो गर्न 0.3 मा राख हैन। यसरी समात्न 0.3 मा राख्नु। जाँदैन 0.3 मा त्यही भन्दा। भिडियोमा जान्छ होला। त्यो स्टप गर्दा भयो। पश्चातको यो अर्को लट हामी जाँदैछौँ चाउमिनमा। लेट्स टेस्ट कस्तो रहेछ चाउमिन है त। हजुर लास्ट पिस हुँदा थाहा पाएर क्या 2टा चम्चा। तर भागीमानी हुन्छ नि 2टा चम्चा। त्यसरी आउँदैन 2टा चम्चा 2टा प्लेट आउँछ नि। कस्तो हुन्छ त भागीमानी हुन्छ रे। लाइटर होला सो अहिले चाहिँ 7:45 जस्तो भइसकेको छ। 7:30 गाडी थियो, तर गाडीले चाहिँ ढिलो गरिदियो अलिकति। केटाहरू 2जना चाहिँ वासरुम जान्छन् र हामी चाहिँ बाबा एडभेन्चरको गाडी खोज्दैछौँ। अघि न पनि एउटा गाडी आएको थियो, त्यो गाडी चाहिँ भागिसक्यो। हाम्रो गाडी चाहिँ हिँड्दैछ थ्याङ्कली। अहिले चाहिँ हामी ट्यागको बस पार्कमा छौँ। त्यो के हुन्छ गाइज 8 बज्न लागिसक्यो, तर बाबा आएन। बाबा एडभेन्चरको गाडी थियो हाम्रो चाहिँ। फोन गरेको 10 बजी भइसक्यो। गाडी घुमाउँदैछु भन्छ, घरि हात लाउँदैछु भन्छ। गाडी चाहिँ देखेको छैन। खाजा छोडेर आयो हामी।
कति हतार प्राङ्क हाने गाइस हाम्रो बाबा एडभेन्चरले 1600 रुपियाँ पर पर्सन ठटाएर बाबा एडभेन्चर नराम्रो चाहिँ होइन अब 10 मिनट आएन भने चाहिँ म छाड्छु है अब चाहिँ बस चौरलाई सोध्यो भने आउला नि भन्छन् मतलब छैन भन्छ गाह्रो भइसकेको छ अब चाहिँ फाइनली धेरै सङ्घर्षपछि बल्ल बल्ल बाबा एडभेन्चर आइपुगिसकेको छ र 7:30 गाडी चाहिँ 8:08 गयो बाबा एडभेन्चर आइपुग्यो गाइस फाइनली ट्याङ्कको कपालसम्म गाडी हिँडेर भएको थियो कुन अगाडि चाहिँ बुटलको गर्मीले भन्दा मेरो गर्मीले चाहिँ बुटल तात्तिन्छ अब कि कस्तो साथी मेरो जे नि हो भनिन्छ ठिक छ ल कडा हेलो गाइज अहिले चाहिँ रातिको 1 बज्न लागिरहेको छ 12:45 समथिङ भइरहेको थियो ओके 12:45 ठ्याक्कै भएछ अहिले चाहिँ यहाँनिर खाना खान रोकेको जस्तो छ हामीलाई चाहिँ खासै भोक छैन अघिको 2 प्लेट मोमोले गर्दा लास्ट चाहिँ निन्द्रा चाहिँ लागेको छ सानो जङ्क फुडहरू किनेर चाहिँ हामी बस्न जान्छौँ हामी खाना चाहिँ खाँदैन होला सायद खाना गरायो फाइनली गाइज हामी बुटोल झरिसकेका छौँ र यहाँको गर्मीले हामी पाकिसकेका छौँ मलाई केही पनि बोल्न मन छैन बस पार्कमा छ अहिले हामी कहीँ पनि होइन ब्रो यार हामी होटेल चेक इन गरेर चाहिँ छिटो नुहाइहाल्छौँ गर्मीले पाकिसकेको छ ओभर गर्मी ब्रो बुटोलको गर्मी नसकिने लास्ट पाकिसक्यो गाइज हामी छिटो भाग्दैछौँ हामी बुटोल आइसकेका छौँ अनि बुटोल चाहिँ ओभर गर्मी छ 45 डिग्री जस्तो कति ओभर तातो छ बुटोल अहिले चाहिँ हामी बुटोलको बस पार्कको अगाडि एउटा होटेलमा बसिरहेको छौँ बाहिर निस्किन सक्दैन रुमबाट एसी र फ्यान चलाएपछि मात्रै बस्न सकिरहेको छ एसी र फ्यान बिना त इम्पोसिबल टु लिभ हियर क्या कसरी हामीलाई त पानी नभएर होला तर यहाँको मान्छेहरू चाहिँ पानी भइसकेको छ जस्तो लाग्छ मलाई होइन यति तातो छ म यहाँ कुरा गर्न सकिरहेको छैन गाइज हाम्रो यहाँ चाहिँ अब साथी नआयो ओके यो चाहिँ हाम्रो रुम हो अब चाहिँ हामी खाना जान्छौँ तल सो गाइज अहिले चाहिँ हामी खाना तल झरिसकेका छौँ अब चाहिँ चिकन खाना खानुपर्ने हुन्छ उपर भोक लागिरहेको छ हिजो राति हामीले मोमो र चाउमिन लगाएको थियो पनि खाएको छैनौँ मेरो हात पिम्पल आएछ जहिले म पोखरा जान्छु कहिले कहाँ जान्छु कहिले घुम्न गइरहेको हुन्छु त्यस्तो केही ठाउँमा जाँदाखेरि मेरो पिम्पल आइदिन्छ क्या जहिलेको के भएको कपाल भर्खर नआएर यस्तो भएको छ ओभर गर्मी छ गाइस यहाँ ओभर गर्मी छ कसैले बस्न सक्छन् यहाँ मान्छेहरू सकिसकेको छ र थप खाना खुर्नलाई चाहिँ भात पाक्दैछ अरे एक कुकर रिताइसक्यौँ हामीले गाइस थप खानालाई अर्को एक सिटी हाल्दैछ यो लन्डु चाहिँ भर्खर गर्लफ्रेन्डसँग बोलेर आउँदैछ हामीलाई सकिसक्यौँ गाइस के बोले भाइ अब के बोले के छ थाहा बोले Meanwhile एकदम भीषण आयो यहाँनिर हाउरी आयो मेरो कट्टु खोइ गाइस मेरो कट्टु खोइ गाइस यहीँ मेरो कट्टु गाइस होइन होला के हो मेरो बक्सर झुन्ड्यो ओइ कसरी निकाल्ने अब गाइस मेरो बक्सर भएको बक्सर नि उडाएर ओइ मेरो कट्टु झिक्दैन गाइस अब ओइ के भएको त यस्तो कस्तो मजा यार मेरो हो त्यो यो तेरो हो क्या यो मेरो यो हो
सन्जीलाई त लाखौँ लाख याद गरिदिन्छ तर मलाई त्यस्तो नरमाइलो लागेको सन्जीले बिजोक भन्दा गाइज यार ओए कस्तो हाउरी गुडी ओए के भयो बुटोले कासी निचा लाएर यस्तो भयो ओए यसो गर्छु नि म यो तल झारिदिन्छु कि एकजना तल गरेर ल्याइदिउ न होइन यो समातेर तान्न मिल्छ होला त झरिसक्यो गाइज झरेछ मैले अब यो आपतकालीन यो मुजीमा जानै मिल्दैन भित्र कहिले जान्छ यो जानै सकेन किनिदियो अब नयाँ लामो किन्दै मैले हावाले मैले हावा आइदेऊ न हावा वायु आइदेऊ प्लिज भन्दै होला मैले अबले किन्ने केटा हुनुहुन्थ्यो तल झरिसक्यो साथी भन के भयो भने हट ल गाइस हामी चाहिँ अब लस्सी खानलाई हिँडिरहेका छौँ लन्ठङ लन्ठङ टुकटुकमा जाऊँ भनेको भागेको त टुकटुक लस्सी खाना चाहिँ हामीले यताकै लोकललाई सोधेको छौँ कता पाउँछ त मिठो लस्सी हामी 4 जना दाजुभाइ हामी लस्सीको खोजीमा मेरो कट्टु हराएको दुःखद खबरमा बुटोल आएको यार बुटोल गर्मी हुन्छ भन्दै नेपाली टेलिभिजनमा उनी हाल्दै हो नेपाली टेलिभिजनमा ठ्याक्कै त्यो सूचना आउँछ नि मान्छे हराएको सूचना भन्ने त्यस्तै हाल्दै हामीसँग ट्रेक पनि हुन्छ कन्सर्ट छ आज बुटोलमा होइन बुटोल आउनको लागि भनेर नयाँ कट्टु किनेको के बुटोल आउनको लागि भनेर नयाँ कट्टु किनेको हावाले उडाएर लगियो त उसले किनेको यसले किने होइन उहाँले किनिदिनु भएको कट्टु हराउनु भएको छ हावा लगाइरहेको छ अहिले त्यस्तो खासै गर्मी त छैन बुटोली चिल अघि आउने बेलामा चाहिँ घामले गर्दाखेरि मर्नु लागिरहेको थियो तर अहिले चाहिँ आई थिङ्क वी आर एडप्टेड हामी पनि यहाँ चाहिँ मौसम अनुसार चाहिँ राम्रो भइसकेका छौँ ट्याक्क पछाडिहरू आइरहेका छन् अब कम्पिटिटर भेटिसकेँ मैले आइसक्रिम रहेछ नि त अगाडि यार पछाडि एउटा चाहिँ आफ्नो गर्लफ्रेन्डको लागि भ्लग गर्दैछ एउटाको लागि होइन हामी चाहिँ लस्सीको खोजीमा हिँड्दैछौँ हिँडेको करिब धेरै टाइम भइसक्यो यताको टुकटुकहरूले चाहिँ राम्रो व्यापार गर्ने रहेछन् है टुकटुक चाहिँ लास्टै चल्ने रहेछ खत्रो अरन मजाको फेरि कहाँ छ त लस्सी पसल सोधौँ न हजुर सोधौँ धन्यवाद है एकदम बुटोलको मान्छे एकदम राम्रो है एकदम राम्रो है एकदम राम्रो एकदम हेल्पफुल है हेल्पफुल पागल हो त पागल बसाएर गएर एकछिन उभिनुपर्छ दाङ भन्दै हिँड्छु दाङ पोखरा हो भन्दै हामीले बुटोल आइसकेर पहिलो फुल्की चाहिँ हामीले यहाँ लिइसकेका छौँ बुटोल आएर पनि फुल्की नखाने मान्छे चाहिँ काठमाडौँमै फर्किए अलग्गै फर्कियो हुन्छ है फुल्की नै नखाने हो मुखमा चुप्पा गर न दुइटा यहाँ चाहिँ नाइस मेसेज छ कृपया टपरी त प्लेट डस्टबिनमा हालिदिनु होला टपरी सँगसँगै त्यस्ता मान्छेहरूलाई पनि डस्टबिनमा हाल्नु होला आइसक्यो ल आयो है त आयो फुल्की है त गाइज फुल्की पूरी बड़े साफ होगा आफ्नै हो
लस्सी बनाइदिनु ल पानी जस्तो अर्कै सो बल्ल चाहिँ हाम्रो यहाँ बुटवाला पानी पर्दैछ र हामीलाई निकै शीतल भइरहेको छ। हामीले चाहिँ फुल्की र लस्सी खाइसकेका छौँ र अहिले पानी परेर चाहिँ हामी यहाँनिर कुदैछौँ पानी नरोकेसम्मको लागि। सो बुटवाला पुगेपछि गर्मी हुन्छ भनेर चाहिँ धन्न हामीलाई चाहिँ पानी पारिदिएको छ भगवान्ले। अनि फेरि फिल्स गुड जस रमाइलो भइरहेको छ। अनि भाइ फोटोकपी गरिदिनुहुन्छ? के फोटोकपी गर्नुपर्ने भाइ? अर्काको पसलमा नसुरिकन बसेको छ। आफ्नै पसल जसरी मर्सी सिटी अस्पतालको अगाडि छ यो पसल चाहिँ। यसमा चाहिँ मिठो फुल्की र लस्सी पाउँदो रहेछ। अनि फेरि गुड फुल्की चाहिँ हामीलाई एकदम मिठो लाग्यो। अनि लस्सी पनि एभरेज लाग्यो किनभने म लस्सी त्यस्तो खाँदिनँ। मलाई दुध दही मिठै लाग्दैन खासमा। मिठो लाग्ने त दारू हो, त्यही भएर म दुध दही खासै खाँदिनँ। तर पनि मिठो थियो यहाँको चाहिँ। अनि फुल्की चाहिँ दामी लाग्यो मलाई भन्दा नि। अब पानी रोकेपछि हेरौँ है त हामी कहाँ जान्छ अब।